नमस्ते। जापानिज भाषा कक्षा पाठ 2 मा हजुरहरूलाई स्वागत छ। हजुरहरूले जापानिज भाषा कक्षा पाठ 1 मा हिरागाना कसरी पढ्ने र कसरी लेख्ने सिकिसक्नु भएको छ। यदि हेर्नु भएको छैन र सिक्नु भएको छैन भने मेरो पाठ 1 भिडियोमा गएर हेर्नु होला। यो चाहिँ आज हामी काताकाना कसरी लेख्ने र कसरी पढ्ने भन्ने कुरा हामी आज पाठ 2 मा सिक्न गइरहेको छु। हजुरहरूलाई म अब काताकाना चाहिँ कसरी लेख्ने र कसरी पढ्ने भने स्टेप बाइ स्टेप हजुरहरूलाई म सिकाउन गइरहेको छु। अब हामी सुरुमा जाउँ। अब यो काताकानाको आ हो। अब जति पनि पढ्छौँ हामीले सबै काताकाना नै पढ्छौँ। अब यो आ कसरी लेख्ने स्टेप बाइ स्टेप हजुरहरूले फलो गर्नु होला र हजुरहरूले पनि कपीमा आफ्नो प्र्याक्टिस हेर्दै प्र्याक्टिस गर्नु होला। अब जाउँ हामी सुरुमा यसलाई आ लेख्ने तरिका। आ पहिलो स्ट्रोकमा हामीले माथिबाट होरिजोन्टल लाइन तानेर यस्तो गर्छौँ अनि दोस्रोमा यसलाई यस्तो गर्छौँ। यो आ भयो। फेरि पनि हेरौँ। यसलाई सबभन्दा सुरुमा यसलाई माथिबाट यस्तो तान्ने अनि सेकेन्डमा यो गर्ने अनि त्यसपछि थर्डमा हामी यो गरेपछि यसलाई आ भयो। यसलाई चाहिँ दुईटै स्ट्रोकमा लेखिन्छ। फेरि पनि एकचोटि हेरौँ। यसलाई पहिलो स्ट्रोकमा यस्तो अनि दुईटै स्ट्रोकमा यसरी लेखिन्छ। यो के भयो? यो आ भयो। अब त्यसपछि हामी इ लेख्छौँ। इ लेख्ने तरिका इ दुईटा स्ट्रोकमा लेखिन्छ। सबभन्दा सुरुमा यता माथिबाट तलेर आयो अनि फेरि पनि अर्को यताबाट यो गरेपछि यो के भयो? यो इ भयो। फेरि पनि हेर्नु होला। इ लेख्ने तरिका इ माथिबाट बिस्तारै यसरी छड्की ल्याउनु अनि त्यसपछि यसलाई सिधै तल यसरी यस्तो गर्नुभयो भने यो के भयो? यो इ भयो। अब उ लेखौँ। उ लेख्दाखेरि हामी तीनटा स्ट्रोकमा लेख्ने गरिन्छ। सबभन्दा सुरुमा यसलाई यस्तो माथिबाट यो लिएर आउनु अनि त्यसपछि यता छेउबाट यसरी दुईटा स्ट्रोक भयो अनि त्यसपछि यसरी यसलाई यो गर्यो। तीनटा स्ट्रोकमा लेख्ने गरिन्छ। फेरि पनि अब हामी उ लेखौँ। उ लेख्दाखेरि पहिलो स्ट्रोकमा यो अनि दोस्रोमा यो अनि तेस्रोमा यस्तो गरेपछि यो के भयो? यो उ भयो। अब हामी ए लेखौँ। ए लेख्ने तरिका यसलाई आई जस्तै देखिन्छ। यसलाई ए लेख्दै तीनटा स्ट्रोकमा लेखिन्छ। सबभन्दा सुरुमा यसलाई फर्स्ट स्ट्रोक माथिबाट लेख्नुहोस् अनि त्यसपछि सेकेन्ड स्ट्रोक बिचमा यसरी लाइन तान्नुहोस् अनि त्यसपछि यसलाई थर्डमा यस्तो गरिदिनुहोस्। यो के भयो? हाम्रो यो ए भयो। अब ओ लेख्नु तरिका फेरि पनि अब एकचोटि चाहिँ तपाईँहरूलाई फेरि पनि ए लेख्ने तरिका सिकाउँछु। यसलाई फर्स्टमा अनि त्यसपछि यसलाई सेकेन्डमा अनि यसलाई यस्तो गरेपछि यो थर्डमा यो ए लेख्ने तरिका। अब हामी ओ लेख्छौँ। यसलाई चाहिँ ओ भनिन्छ। ओ तीनटा स्ट्रोकमा लेख्ने गरिन्छ। हामीले फर्स्ट स्ट्रोकमा यो तान्यो अनि त्यसपछि सेकेन्डमा हामीले सिधा यहाँबाट यसरी तान्यो अनि थर्डमा हामीले यसरी यस्तो तान्यो। फेरि पनि हेर्नु होला। ओ लेख्ने तरिका फर्स्ट स्ट्रोक सेकेन्ड स्ट्रोक अनि थर्ड स्ट्रोक। यो ओ लेख्ने तरिका भयो। ओ लेख्ने तरिका भयो। फेरि पनि ओ लेख्ने तरिका बिस्तारै लेख्छु। हेर्नु होला। फर्स्ट यो अनि सेकेन्ड माथिबाट तल लानुहोस् अनि थर्डमा के गर्नुहोस्? यहाँबाट यसरी तान्नुहोस्। यो ओ भयो। अब हामी का लेख्ने तरिका देखाउन गइरहेको छु। का दुईटा स्ट्रोकमा लेखिन्छ। जुन पहिलो यसरी होरिजोन्टल तानेर यसलाई भर्टिकल तानेर यसरी यसलाई घुमाउनुहोस् अनि त्यसपछि सेकेन्डमा यसलाई यस्तो गरेपछि यो के भयो? यो का भयो। फेरि पनि का लेख्ने तरिका हेर्नु होला। का लेख्दाखेरि यसलाई यस्तो तान्नुहोस् मुनि लगेर यस्तो बाङ्ग्याउनुहोस् अनि त्यसपछि यसलाई छड्के छड्के पारेर यसरी यस्तो तान्नु भयो भने यो के भयो? यो का भयो। अब कि तीनटा स्ट्रोकमा लेख्ने गरिन्छ। फर्स्ट स्ट्रोकमा माथिको लेख्यो अनि त्यसपछि सेकेन्ड स्ट्रोकमा यो अनि त्यसपछि थर्डमा यसरी काटिदिएपछि यसले के भयो? यो कि भयो। फेरि पनि कि लेख्ने तरिका हेर्नु होला। कि फर्स्ट स्ट्रोकमा यो अनि सेकेन्ड स्ट्रोकमा यो अनि त्यसपछि थर्ड स्ट्रोकमा दुईटालाई काटिदिएपछि यो के भयो? यो कि भयो। अब कु कसरी लेखिन्छ? कु दुईटा स्ट्रोकमा लेखिन्छ। कु फर्स्ट स्ट्रोकमा यसरी यो कु यसरी लेखिन्छ। अब यसलाई यसो गरेर यसलाई यता लिएर यो के भयो? यो कु भयो। कु फेरि पनि हेर्नु होला। पहिला स्ट्रोकमा यो माथि तान्यो अनि सेकेन्डमा यसलाई यसरी घुमाएर यता घुमाएपछि यो के भयो? यो चाहिँ कु हो। अब यसलाई के कसरी लेख्ने? के लेख्दाखेरि तीनटा स्ट्रोकमा लेखिन्छ। पहिला फर्स्ट स्ट्रोकमा यो लेख्यो अनि त्यसपछि दोस्रो स्ट्रोकमा यसलाई होरिजोन्टल तान्यो अनि तेस्रो स्ट्रोकमा यसलाई यसरी छड्के पारेर अलिकति बाङ्गो बेन्ड गराएर यसलाई बाङ्गो बनाएर यसरी तानेपछि यो के भयो? यो के भयो। फेरि पनि हेर्नु होला। पहिलो अनि त्यसपछि होरिजोन्टल अनि थोरै यसलाई कप बनाएर थोरै बेन्ड गराएर यसरी यस्तो गरेपछि यो के भयो? यो के भयो। अब को लेख्दाखेरि दुईटा स्ट्रोकमा लेखिन्छ। फर्स्ट स्ट्रोकमा हामीले यहाँबाट सिधै यता तान्यो अनि सेकेन्डमा यस्तो गरेपछि यो के भयो? यो को भयो।
फेरि पनि को लेख्ने तरिका हेर्नु होला। फर्स्ट स्ट्रोकमा यसलाई यसरी तान्यो अनि त्यसपछि तल तान्यो अनि त्यसपछि यता तान्योस् यसले के भयो यो को भयो। अब त्यसपछि हामी सा लेख्ने तरिका सिकौं। सा 3 स्ट्रोकबाट लेख्ने गरिन्छ। पहिलो स्ट्रोकमा यसलाई होरिजोन्टल तान्नुस् यसरी तान्नुस् अनि यसलाई काट्नुस् यताबाट दुईटा भयो अनि यसलाई यसो यो 3टा स्ट्रोक भयो। फेरि पनि सा लेख्ने तरिका हेरौं। यसलाई पहिला हामीले होरिजोन्टल लाइन पहिलो अनि सेकेन्डमा सेकेन्ड अनि यसरी थर्डमा यसरी यसलाई बेन्ड गर्छ यसलाई के भयो यो सा भयो। अब त्यसपछि हजुरहरूलाई सी लेख्ने तरिका देखाउन गइरहेको छु। हेर्नु होला सी 3टा स्ट्रोकमा लेखिन्छ। पहिलो स्ट्रोकमा यो दोस्रो स्ट्रोकमा यो तेस्रो स्ट्रोकमा मुनिबाट यसलाई माथि यसरी तान्यो भने यो के भयो यो सी भयो। फेरि पनि हेर्नु होला पहिलो स्ट्रोकमा यो दोस्रो स्ट्रोकमा यो अनि तेस्रो स्ट्रोकमा चाहिँ मुनिबाट माथि जान्छ। यो माथिबाट मुनि आउँदैन यो चाहिँ मुनिबाट माथि जान्छ है त यो सी भयो। अब त्यसपछि यो सु सु कसरी लेख्ने सु चाहिँ हाम्रो 2टा स्ट्रोकमा लेखिन्छ। यसलाई पहिला यसरी एउटा स्ट्रोकमा अनि त्यसपछि यसलाई यताबाट यो खुट्टा देखिएको भयो यो सु भयो। फेरि पनि सु लेख्नेको तरिका हेर्नु होला। सु पहिलो स्ट्रोकमा यता यस्तो ल्याउने अनि दोस्रोमा यस्तो ल्याएपछि यो के भयो यो सु भयो। अब त्यसपछि से 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 पनि 2टा स्ट्रोकमा लेखिन्छ। पहिलो स्ट्रोकमा यसलाई होरिजोन्टल तानेर यता तान्दिने अनि त्यसपछि सेकेन्डमा यसलाई यसो गरेर यसो तानेपछि यो के भयो यो से भयो। यसलाई से लेख्ने तरिका फर्स्टमा यस्तो अनि सेकेन्डमा यस्तो गर्छ यो के भयो यो से भयो। अब सो सो कसरी लेख्ने यो सो पहिला यता लेख्यो अनि यो चाहिँ माथिबाट तल यसरी तानेपछि यो के भयो यो सो भयो। फेरि पनि हेर्नु होला सो लेख्दाखेरि यो यस्तो गर्यो अनि त्यसपछि यसरी यस्तो गर्छ यो के भयो यो सो भयो। अब हामी ता ता कसरी लेख्ने ता 3टा स्ट्रोकमा लेख्ने गरिन्छ। पहिला सबभन्दा सुरुमा माथिबाट यसरी यो तान्नु अनि सेकेन्डमा यसलाई यस्तो तानेर यहाँ ल्याउनु अनि थर्डमा यसलाई माथिबाट यसरी तलतिर तानेपछि यसले के भयो ए त भयो। अब त कसरी लेख्ने फेरि पनि हेर्नु होला। यसलाई फर्स्ट स्ट्रोकमा माथिबाट यसरी तान्नुस् अनि सेकेन्डमा यहाँ अलिकति थोरै तलबाट यसरी तानेर यहाँ गर्नुस् अनि थर्डमा तपाईको यताबाट यो यस्तो तानेपछि यो के भयो यो त भयो। अब ची ता ची ची कसरी लेख्ने ची 3टा स्ट्रोकमा लेख्ने गरिन्छ। पहिलो स्ट्रोकमा तपाईको यहाँबाट यस्तो तान्नुस् अनि सेकेन्डमा यस्तो तान्नुस् अनि थर्डमा तपाईको यहाँबाट यसरी तान्यो भने यो के भयो ता ची भयो। अघिको ता यो ची भयो। ची कसरी लेख्ने फेरि पनि हेर्नु होला। ची फर्स्ट स्ट्रोकमा यताबाट यता तान्नुस् अनि सेकेन्डमा यताबाट यता तान्नुस् थर्डमा यसरी तान्नुस् यो के भयो यो ची भयो। अब चु 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 3टा स्ट्रोकमा लेख्ने गरिन्छ। फर्स्ट स्ट्रोक सेकेन्ड स्ट्रोक यो चाहिँ थर्ड स्ट्रोक। फेरि पनि हेर्नु होला यसलाई फर्स्ट सेकेन्ड अनि थर्ड यसरी लेखिन्छ। चु यसरी लेखिन्छ। ते कसरी लेख्ने ते अब यसलाई 3टा स्ट्रोकमा लेखिन्छ। फर्स्ट स्ट्रोकमा यो सेकेन्डमा यो थर्डमा यो ते यसरी लेखिन्छ। फेरि पनि हेर्नु होला फर्स्ट स्ट्रोकमा यो सेकेन्ड स्ट्रोकमा यो अनि थर्डमा यो यो के भयो यो ते भयो। अब हामी तो तो कसरी लेख्ने अब हामी तो लेख्ने तरिका हजुरहरूलाई देखाउन गइरहेको छु। तो चाहिँ 2टा स्ट्रोकमा लेखिन्छ जसलाई फर्स्टमा यसरी अनि सेकेन्डमा यो यो के हो तो हो। फेरि पनि हेर्नु होला फर्स्ट स्ट्रोक यो अनि सेकेन्ड स्ट्रोक यो यो के भयो तो भयो। अब ना ना कसरी लेख्ने ना पहिला होरिजोन्टल यसरी तान्नुस् अनि सेकेन्डमा यसलाई माथिबाट तल यसरी तान्नुस् यो के भयो यो ना भयो। यो यसलाई यतिसम्म तान्नु है त यो ना भयो। ना लेख्ने तरिका फेरि पनि हेर्नु होला। ना पहिला फर्स्ट स्ट्रोकमा अनि सेकेन्ड स्ट्रोकमा यो यस्तो गरेर यो के भयो यो ना भयो। ना लेख्दाखेरि फेरि पनि हेर्नु होला पहिलो स्ट्रोकमा यो अनि सेकेन्डमा यसो गरेपछि यो के भयो यो ना भयो। अब नी नी कसरी लेख्ने पहिलो स्ट्रोकमा यो अनि सेकेन्ड स्ट्रोकमा यो यो के भयो नी भयो। फेरि पनि हेर्नु होला नी कसरी लेख्ने एउटा अनि 2टा धर्को तान्दै नी बनिगयो। यो नी लेख्ने तरिका भयो। अब हामी नु ना नी नु नु कसरी लेख्ने नु 2टा स्ट्रोकमा लेखिन्छ। पहिला यसलाई यस्तो गरेर यहाँसम्म लिएर आउनु पहिलो स्ट्रोकमा अनि सेकेन्डमा यसलाई यसरी यसलाई काटिदिएपछि यो के भयो नु भयो। फेरि पनि हेर्नु होला
पहिलो स्ट्रोकमा यसरी लिएर यहाँसम्म ल्याउनु अनि सेकेन्डमा यस्तो गर्नुपर्छ यो के भयो यो नु भयो। अब ने ने कसरी लेखिन्छ चारवटा स्ट्रोकमा चाहिँ ने लेखिन्छ सबभन्दा सुरुमा फर्स्ट स्ट्रोकमा माथिबाट तल अनि सेकेन्डमा यहाँबाट यसरी बेन दुईटा स्ट्रोक भयो अब यसलाई तीनटा स्ट्रोक भयो यसले चारवटा स्ट्रोक भयो यो के भयो यो ने भयो। फेरि पनि हेर्नु होला बिस्तारै गर्छु म पहिलो स्ट्रोकमा एक लेख्नुभयो अनि अब दोस्रोमा यसलाई बिस्तारै यहाँबाट तान्नुस् यस्तो दोस्रो स्ट्रोकमा लेख्नु भयो नि त। अब तेस्रोमा यसलाई तीन यसलाई चारवटा स्ट्रोक गर्छ यो के भयो ने भन्यो। अब हामी नो नो कसरी लेख्ने ना नि नु ने नो 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 एउटा स्ट्रोकमा यसरी यस्तो लेख्ने नो लेख्ने तरिका सजिलो छ है त। नो कसरी लेख्नु नो चाहिँ एउटा स्ट्रोकमा यसरी यसरी लेखिन्छ नो। अनि अब हामी हा हा कसरी लेख्ने हा दुईटा स्ट्रोकमा लेख्ने गरिन्छ पहिलो स्ट्रोक यो अनि त्यसपछि सेकेन्ड स्ट्रोक यसलाई यसरी गर्छ यो के भयो हा भयो। फेरि पनि हेर्नु होला पहिलो स्ट्रोकमा यो अनि सेकेन्ड स्ट्रोकमा यो के भयो यो हा भयो। अब त्यसपछि हि दुईटा स्ट्रोकमा लेखिन्छ फर्स्ट स्ट्रोकमा यो लेख्यो अनि सेकेन्ड स्ट्रोकमा यहाँबाट यसरी तानेपछि यो के भयो हि भयो। फेरि पनि हेर्नु होला हि यस्तो फर्स्ट अनि यसलाई यस्तो गरेपछि यो के भयो हि भयो। अब फु हा हि फु फु एउटा स्ट्रोकमा लेखिन्छ यसलाई फर्स्टमा यस्तो गरेपछि यो के भयो फु भयो। फेरि पनि हेर्नु होला फु लेख्ने तरिका यसलाई एउटा स्ट्रोकमा यसरी तान्छ यो के भयो यो फु भयो। अब ए अथवा हे भनिन्छ यसलाई हैन यसलाई पनि एउटा स्ट्रोकमा लेखिन्छ यसलाई यसरी तानेर यसो गरिन्छ। फेरि पनि हेर्नु होला एउटा स्ट्रोकमा यहाँबाट सुरु गरेपछि यस्तो इन गर्ने यो के भयो हे भयो। अब हामी हो पनि चारवटा स्ट्रोकमा लेख्ने छ हो अलि लामो छ हेर्नु होला फर्स्ट स्ट्रोकमा यसरी तानिन्छ सेकेन्ड स्ट्रोकमा मुनि तानिन्छ अनि यो थर्ड यता फोर्थ यता यो हो लेख्ने तरिका। फेरि पनि हेर्नु होला फर्स्ट स्ट्रोक सेकेन्ड स्ट्रोक थर्ड स्ट्रोक फोर्थ स्ट्रोक यो के भयो यो हो भयो। अब हामी मा दुईवटा स्ट्रोकमा लेखिन्छ यसलाई यसरी तानेर यो तान्नुस् अनि यता तानेपछि यो के भयो यो मा भयो। अब हेर्नु है फेरि पनि यसलाई होरिजोन्टल तानेर यता घुमाइदिनुस् अनि त्यसपछि यसलाई यसरी काटिदिएपछि यो के भयो यो मा भन्यो। अब मी चाहिँ तीनटा स्ट्रोकमा बनिन्छ एउटा स्ट्रोक दुईटा स्ट्रोक अनि तीनटा स्ट्रोक यो के भयो यो मी भयो। मी फेरि पनि हेर्नु होला पहिलो स्ट्रोक दोस्रो स्ट्रोक अनि तेस्रो स्ट्रोक यो के भयो यो चाहिँ मी भयो। अब मु कसरी लेख्ने मु दुईवटा स्ट्रोकमा लेखिन्छ मु लेख्ने तरिका हेर्नु है यहाँबाट यसरी तान्यो अनि यहाँबाट यस्तो घुमायो एउटा स्ट्रोक दुईटा स्ट्रोक यो के भयो मु भयो। फेरि पनि हेर्नु होला यहाँबाट यसरी एउटा स्ट्रोक तान्यो अनि त्यसपछि दुईटा स्ट्रोक तान्यो यो के भयो मु भयो। अब मे पनि दुईटा स्ट्रोकमा तानिन्छ सबभन्दा सुरुमा यताबाट यो ल्याउनु दोस्रोमा तपाईको यहाँबाट यसरी काट्दिएपछि यो के भयो मे भयो। फेरि पनि हेर्नु होला मे लेख्ने तरिका फर्स्टमा यसलाई यसरी ल्याउनु अनि सेकेन्डमा यसलाई के गर्नु यताबाट यस्तो ल्याएपछि यो के भयो यो मे भयो। अब मो पनि तीनटा स्ट्रोकमा लेख्ने गरिन्छ यसलाई फर्स्ट स्ट्रोक अनि यसलाई सेकेन्ड स्ट्रोक यसलाई बिस्तारै यताबाट तान्नुस् यो के भयो यो थर्ड स्ट्रोक यो के भयो मो भयो। फेरि पनि मो लेख्ने तरिका हेर्नुहोस् फर्स्टमा यसलाई यसरी तान्नुहोस् सेकेन्डमा यसलाई यसरी तान्नुहोस् अनि थर्डमा यसलाई कसरी गर्नुहोस् यसरी गर्नुहोस् यसले के भयो यो मो भयो। अब हामी या कसरी लेख्ने या दुईवटा स्ट्रोकमा लेखिन्छ पहिलो स्ट्रोकमा यसलाई यस्तो गर्नुहोस् यस्तो तान्नुहोस् अनि सेकेन्डमा यसलाई माथिबाट मुनि यसरी तान्नुहोस् यो के भयो यो या भयो। फेरि पनि हेर्नु होला पहिला स्ट्रोकमा यसलाई यसरी तानेर यस्तो गर्नुहोस् अनि सेकेन्डमा यसलाई माथिबाट मुनि यसरी लिएर यो के भयो यो या भयो। अनि यो यु कसरी लेख्ने यसलाई पहिलो स्ट्रोकमा यसरी तानेर यस्तो गर्नुहोस् अनि सेकेन्डमा यसलाई यहाँदेखि यसरी तान्नुहोस् पछि यो के भयो यो यु भयो। फेरि पनि हेर्नु होला पहिलो स्ट्रोकमा यहाँदेखि यहाँ अनि त्यसपछि यस्तो तान्नुहोस् यो के भयो यु भयो। अब यो पनि तीनटा स्ट्रोकमा लेख्छौँ हामी योलाई यस्तो गर्छौँ अनि सेकेन्ड अनि थर्ड तीनटा स्ट्रोकमा के भयो यो भयो। फेरि पनि हेर्नु होला पहिलो स्ट्रोकमा यो लेख्नुभयो अब सेकेन्डमा बिचमा थर्डमा इनमा यसरी गरेपछि यो के भयो यो भयो। अब हामी रा लेख्ने तरिका रा लेख्दाखेरि हामी दुईटा स्ट्रोकमा लेख्छौँ पहिलो स्ट्रोक यो तान्नुहोस्
अनि सेकेन्डमा हामी यसरी यस्तो तान्नुपर्छ यो के भयो यो रा भयो फेरि पनि हेर्नु होला रा दुईटै स्ट्रोकमा लेखिन्छ पहिलो स्ट्रोकमा यसलाई यसरी तान्नुस् अनि सेकेन्ड स्ट्रोकमा यसलाई यसो गरी यसरी तान्नुस् यो के भयो रा भयो अब हामी री लेख्छौं री दुईवटा स्ट्रोकमा लेखिन्छ सबभन्दा सुरुमा यसलाई यताबाट यो तान्नुस् अनि सेकेन्डमा यसलाई यसरी यो तानेपछि यो के भयो यो री भयो अब रु 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 पनि हामी दुईटा स्ट्रोकमा लेखिन्छौं अब दुईटा स्ट्रोकमा रु लेख्दा पहिलो स्ट्रोकमा यसरी यताबाट लेफ्ट साइडको यो तान्नुस् अनि सेकेन्डमा तपाईको यहाँदेखि यसरी तानेर यस्तो गरेपछि यो के भयो यो रु भयो फेरि पनि हेर्नु होला रुलाई यहाँबाट यसरी तान्नु पर्यो अब के गर्नु पर्यो यता माथिबाट यसरी तानेपछि यसले के भयो यो रु भयो अब रे रे एउटै स्ट्रोकमा हामीले यसरी तानेपछि यो के भयो यो रे भयो रे चाहिँ एउटै स्ट्रोकमा तानिन्छ फेरि पनि हेर्नु होला रे लेख्दाखेरि यहाँबाट यस्तो गरेपछि यो के भयो यो रे भयो अब रो रो हामी तीनटा स्ट्रोकमा तानिन्छौं फर्स्ट स्ट्रोकमा यो यसरी तान्यो अनि त्यसपछि सेकेन्डमा यसलाई यसरी तानेर अनि यसलाई यस्तो गरेपछि यो के भयो रो भयो फेरि पनि हेर्नु होला रो तीनवटा स्ट्रोकमा लेखिन्छ सबभन्दा सुरुमा माथिबाट यताको तान्यो अनि पछि त्यसलाई यसरी तानेपछि अब लास्टमा यस्तो गरेपछि यो के भयो यो रो भयो अब हामी वा कसरी लेख्ने वा दुईवटा स्ट्रोकमा लेखिन्छ पहिलो स्ट्रोकमा यो तल तान्यो अनि त्यसपछि सेकेन्डमा यसलाई यसरी घुमायो भने यो के भन्छ यो वा भन्छ फेरि पनि हेर्नु होला वा पहिलो स्ट्रोकमा यो तान्यो अनि सेकेन्डमा यसरी यस्तरी तानेपछि यो के भयो यो वा भयो अब वा पछि ओ कसरी लेख्ने तीनवटामा लेखिन्छ पहिलो स्ट्रोकमा यसलाई ओ लेख्दाखेरि फर्स्टमा यो अनि सेकेन्डमा यो अनि थर्डमा यसरी तान्नुपछि यो के भयो ओ भयो फेरि पनि हेर्नु होला फर्स्ट स्ट्रोकमा माथिल्लो तान्यो अनि त्यसपछि सेकेन्डमा बीचमा यसरी तान्यो अनि थर्डमा यसलाई यसरी तानेपछि यो के भयो यो ओ भयो अब लास्टमा जाउँ अब हामी काताकानाको लास्ट अक्षरमा छौं यसलाई भनेर उच्चारण गरिन्छ यसलाई दुईटा स्ट्रोकमा यसलाई दुईवटा स्ट्रोकमा लेख्ने गरिन्छ फर्स्ट स्ट्रोक अनि तलबाट माथि सेकेन्ड स्ट्रोक फेरि हेरौँ यसलाई फर्स्ट स्ट्रोक अनि तलबाट माथि सेकेन्ड स्ट्रोक यसलाई चाहिँ भनेर उच्चारण गर्ने गरिन्छ र लेख्दाखेरि हामीले नको काटेको न आदि नको उच्चारण गरिन्छ हस् धन्यवाद काताकानाको लागि यतिकै अब तेस्रो भिडियो लिएर आउनेछु धन्यवाद